It was my second time, होइन अनि still magical अनि यो एक्सपिरियन्स चाहिँ बिर्सिनै नसक्ने हुँदो रहेछ क्या. I would love to see more. यतिको आर्टिस्ट चाहिँ नेपालभरिमा टप आर्टिस्ट हो है. यतिको चाहिँ मैले अहिलेसम्म देखेको पनि थिएन, अब देख्दा पनि देख्दैन. चाहिँ बबालै हो. रियल लाइफमा हेर्दाखेरि चाहिँ त्यो रियली रहेछ, एकदमै माइन्ड ब्लोइङ थियो. इन्डियाज गट ट्यालेन्ट होइन, अमेरिकाज गट ट्यालेन्ट, ब्रिटेन गट ट्यालेन्ट जस्तो खालको सो चाहिँ मैले लाइभ हेर्न पाएको थिइनँ. लाइभ हेर्न पाएँ, मलाई एकदम आनन्दित महसुस भइरहेछ. एकदम राम्रो बवाल छ. The show was like really good quality होइन, लास्ट चाहिँ राम्रो थियो. जस्तो एक्सपेक्टेसन भन्दा धेरै राम्रो नै भयो सो चाहिँ. मेन चाहिँ मलाई लास्ट सो नै अति बवाल लाग्यो. म अब क्राउडको एङ्गेज हेर्दा पनि खतरा लाग्यो. तर लास्ट सोमा जस्तो हामी त्यो सोचेको थिएन त्यस्तो हुन्छ भनेर. हामी चाहिँ के कतिखेर ट्रिक हुन्छ कतिखेर ट्रिक हुन्छ भनेर थियो, तर त्यो प्रोसेस नै ट्रिक भएर रहेछ. यो चाहिँ अलिक नेक्स्ट लेभलै रहेछ. म्याजिकहरू अझ खतरा थियो यसपालि. एकदम राम्रो. उसको मतलब कस्तो भन्दा अडियन्सलाई पुरै इन्भल्भ गर्नु पर्ने थियो अनि त्यसपछि आफूले नै गरे जस्तो फिल भइरहेको थियो कि म्याजिक चाहिँ. त्यो एकदम राम्रो थियो. मलाई चाहिँ एकदम मन परेको चाहिँ. एकदम बवाल. यो एक्सपेक्ट चाहिँ गरेको थिएन, अलिकति स्क्रिप्ट यताउता होला भने सरप्राइजिङली धेरै नै सरप्राइज भयो है. यस्तो मेरो झन् बच्चादेखिको साथी हो होइन. पहिलेदेखि क्रिएटिभिटीमा चाहिँ माहिर थियो, अहिले झन् बवाल भएको छ. यो लेभल कहाँ पुग्छ थाहा छैन. यो म्याजिकमा उसले नेपालमा चाहिँ एउटा नेक्स्ट लेभलको एउटा लेगेसी नै क्रिएट गर्छ, त्यो चाहिँ मलाई थाहा छ.